नमस्ते, शुभ दिन है। हाम्रो चाहिँ यो जापानमा बस स्टेसनबाट रोकेर खाना खाने ठाउँ, यसलाई चाहिँ भन्छ भण्डार। जस्तो हामी मुगलिनमा खाना खान बसहरू रोक्छौँ, त्यस्तै चाहिँ यो पनि तपाईँको साझा खाना खाने ठाउँ हो। यसमा हेर्न सक्नुहुन्छ विभिन्न देशका विभिन्न चिजका खानाहरू चाहिँ यहाँ हुन्छ। मान्छेहरू लाइनमा छन्। अब यो खाना चाहिँ सेल्फ सर्भिस हुन्छ। सेल्फ सर्भिस भनेको चाहिँ आफै अर्डर गरेर खाना आफै लिने, अनि यो टेबलमा बसेर चाहिँ खाने, यसलाई भन्छ फुड कोर्ट भन्छ। फुड कोर्ट पनि विशेष गरेर चाहिँ जापानमा फेमस ठाउँ चाहिँ हुन्छ फुड कोर्ट पनि। यसमा हामी हाइवेबाट, जस्तो क्योसोको डोरो भन्छ, क्योसोको डोरोबाट हामी हाइवेबाट चढेर आउँछौँ भने यसमा चाहिँ खाना खाने ठाउँ, पार्किङहरू, टोयलेटहरू भएको ठाउँमा यसरी व्यवस्थित तरिकाले राखेको छ। सरसफाइ छ, एकदम सफाइ छ, आनन्द छ। मान्छे जति भिड भए पनि कुनै त्यसमा चाहिँ पेलापेल र एउटा ज्यामाको चाहिँ अथवा एउटा भिडको अवस्था छैन। सबैले आफ्नो मन लागेको खानाहरू खाइराख्नु भएको छ। जापानमा यो फुड कोर्ट भनेको चाहिँ विभिन्न ठाउँमा हुन्छ, तर यो चाहिँ विशेष गरेर हाइवेबाट आउने बसहरू रोकेर खाना खाने ठाउँ हो है। यो हेर्न सक्नुहुन्छ।